हेलो शिवारो नमस्ते दाजुले फ्याप्लु खाम्ने म भन्न चाहन्छु अनि मलाई पूर्ण छ हजुरहरू त एकदमै सन्चै हुनुहुन्छ होला भनेर अनि म पनि एकदमै सन्चै छु र आज भने चाहिँ म यहाँनिर खामदाङ भन्ने जग्गामा चाहिँ आएको छु विवाहघरमा यहाँनिर कसको विवाह भन्दाखेरि चाहिँ हाम्रो अति नै आदरणीय हाम्रो टिभी मतलब कि धनबहादुरको विवाह आज यहाँनिर यो पोखरीको अलिकति जस्ट माथिनिर त्यहाँनिर चाहिँ विवाह छ अनि यहाँ पर चाहिँ च्याप्रुङ उयो हुँदैछ अनि मेरो केही चाहिँ मेरो स्टप गरिरहेको छु मेरो साउन्ड सिस्टमहरू अनि यहाँनिर चाहिँ पन्डालहरू सबै लगाइसकेको छ अनि यहाँनिर पर्फर्मेन्स हुँदैछ होइन अनि अति नै टाढाबाट हाम्रो बाजेहरू पनि आउनुहुँदैछ यहाँ च्याप्रुङ यो पछाडि नाच्दैछ अनि म तपाईँलाई डेरा कस्तो खालको भयो त्यो पनि म देखाउन गइरहेको छु तपाईँहरूलाई अनि म केही छिन म फ्री हुँदाखेरि चाहिँ मैले यसरी ब्लग बनाइरहेको छु हेर्नुहोस् है त यहाँनिर अति नै आदरणीय हाम्रो भाउजूहरू यता मेरो दिदी हो बुहारी बहिनी हो दिदी म हाम्रो आन्नी फेरि टप फेरि उहाँ पनि ब्लगरै हुनुहुन्छ उहाँलाई पनि सपोर्ट गरिदिनुहोस् ल एकदमै अनि म तपाईँलाई अब डेराहरू देखाउन गइरहेको छु यता आज बेहुलाको साथी चाहिँ सागर रहेछ है अनि उहाँलाई पो झुकेर गएर खदा लगाइ पठाउनु है फेरि बेहुला भनेर अनि उहाँ पनि छ सागर एन्टरटेनर भनेर उहाँ चिन्नुहुन्छ होला तपाईँले मेरो चाहिँ छोरा पर्छ साइनोमा चाहिँ यहाँनिर चाहिँ अब यसरी मण्डपहरू लागिरहेको छ बेहुलाको पापा हुनुहुन्छ उहाँ चाहिँ उहाँ फेरि यस्तो एनर्जेटिक अब हुनुहुन्छ उहाँ चाहिँ डाउन टु अर्थ हुनुहुन्छ उहाँ चाहिँ एकदम मलाई चाहिँ राम्रो लाग्छ अन्त मेरो इन्सपिरेसन चाहिँ उहाँ पनि हुनुहुन्छ एकदमै मलाई खुसी लागेर आउँछ यहाँनिर मसिन नातिहरू पनि आएको रहेछ फेरि ए विवाह चाहिँ स्न्याक्स बनिँदैछ है बनाउनु यता पनि छ यता मेरो दाजु यसरी गाउँ समाजमा चाहिँ यसरी क्याट्रिन स्याट्रिन चाहिएन यहाँ चाहिँ हाम्रै गाउँहरूले नै गरिहाल्छ अब यहाँनिर पाक्दैछ मासु केही छिनपछि यहाँ ग्रेभी चाहिँ हुँदैछ है हातमा के बोकिरहेको छ होइन यतिको छोड्नै परेन आइज सानिया सानिया आधा आइज यता हरा लु मुखामे लु कसो गर्नु लु जानु पर्यो टेबल मिल्दैन नि लु टेबल निकालिदिनु खान यो टेबल मिल्दैन ह्यान्डसम केटाहरू है
यति साह्रो ह्यान्डसम छ कि अब्बा फर्रै अब हिरो छ नि सागर आम्मामा टप निस्क्यो क्युट फोटो यहाँ खिच्ने अरे हेर्नु न अब यता चाहिँ मेरो दाजु पऱ्यो यता मेरो छोरी हो एकछिन फ्री भएको बेलामा यहाँनिर चाहिँ अब धान नाच्दैछ अनि साथै साथ यहाँनिर मेरो दाजु पनि आइपुग्नु भएको छ नान्दाङ आम्फू धान नाच्ने साथी नपाएर यता बस्छ अहिले अन्त त अहिले एकछिनबाट चाहिँ नाच्नु नै भन्दैछ सबै बेगा खालहरू मात्रै रहेछ नि अन्त फिल्लिली अहिले नाच्छौँ गर्छ अहिले म भाउजू खाल चाहिँ नचाउँछु आएको बाउजूले ख्याप्सु गरेर मार्छ है हो फिल्लिली सानो खेताउँदैन डाँडुको झट्टारो हो सौठे सहिहाल्छु अब लु खाराकी वही भयो कम थाहा सहेरै जान्छु लु म सेल्फी पोइन्टमा वहीगे यहाँनिर सिलासले पनि आज चाहिँ कङ्ग्रेचुलेसन भन्दैछ केटाले चाहिँ टप दिइरहेको छ होइन खदा चाहिँ टप लगायो यसको पनि बिहा चाहिँ खासमा छिट्टै खाइहाल्नु भने कि अलिक ढिलो गर्दैछ र नि केटाले चाहिँ हो सागर त टप देख्दैछ लु सागर आज यहाँनिर खदा एउटा सागर त के भनेको केरा झुकेर मान्छे यहाँ सागरले मारेको छ आज फेरि यो सिलासले अब ओए ह्याप्पी बर्थडे चाहिँ नभन्दै हो सिलास Thank you very much, everyone.